चट्ट Hello, what is up beautiful people? So this is our new vlog. पाल्पा कलिङ हैन अब हामी ती पुरा रानी मलतिर चट्ट चल्दिन लाग्यो अब चाहिँ हैन कस्तो देख्यो अरे चक्क पारामा चट्ट हैन यी साथीको आमामामा यिनी त हिमालय चढ्न जाने जस्तो गर्यो नि केटाहरु ए विद्यालय चट्ट अब चलपल लिँदै सरर रानी मलतिर अब रानी महलको मौसम भूभाग हामी पुरै बुझ्न जाँदैछौँ सिउ अब मैले बाटोमा कस्तो कस्तो छ सब तपाईँहरूलाई देखाउँदै लान्छु क्या आज यहाँ रेडी होइन टक्क लगाएर अब चाहिँ हामी रेडी हौँ अन्त रेडी हो ल रेड राइट सिउ पुरा लगाएर सर्ट हिँड्न लाग्यो टक्क स्कुटी स्टार्टै भएन क्या अब चाहिँ तनाव भयो के भयो रहेछ कि यस्तो गाह्रो छ स्कुटीको डक्टरले अब के भयो भन्छन् बल्ल होइन त उता स्कुटी बन्दैछ होइन चट्ट लाएर यता चाहिँ म र अन्नाले चक्क फुल्की खानु पर्यो अङ्कल चट्ट फुल्की बनाउँदै हुनुहुन्छ होइन यस्तो यो बाइक चाहिँ फेरि उहाँ बन्दैछ कि उहाँ त्यहाँ बन्दैछ तर हामी चाहिँ चट्ट लाएर यहाँ अब फुल्की खानु अलि म खानु नखाइकन हिँडेको कि म खानु नखाइकन हिँडेको त्यही भएर बहुत भोक लाग्यो पेट त खप्प भित्र पस्यो जस्तो हो क्या गाह्रो छ यार चट्ट अब फुल्की खानु पर्यो यस्तो हो क्या रेडी हो गया हमारा दामी छ ब्लग बन्दैछ यस्तै पैसा पश्चिम भनेपछि तातो फुल्की आमामा यस्तो मिठो हुन्छ नि अन्ना खाऊ है मलाई त हरि मन पर्छ अब त साँच्चै हिँडेको है हामी अब त साँच्चै हिँडेको बाइक साइक बन्यो होइन टक्क उहाँ बाइक पनि बन्यो मेरो चक्का मोबिल पनि चेन्ज गरियो चट्ट लाएर हिँड्ने बेला पैसा खर्च हुन्छ के हो भन्ने कि हिँड्ने बेला पैसा खर्च हुन्छ लगाइ अब चाहिँ हामी टक्क बाटोमा एउटा भाइलाई उठाउनु छ अनुजलाई उठाएर अनि चट्ट हामी चाहिँ निक्लिन्छौँ है त्यो अब चाहिँ बाटोमै भेट्नुपर्छ सिउ गाइज अब चाहिँ पाल्पा कलिङ है यसैलाई हो हामीले खासमा लिन आएको यी भेटियो होइन अब शिवाजी त बस ल अब चाहिँ चट्ट कस्तो ह्यान्डसम देखेको यो अब चाहिँ हामी निक्लेको है गाइज चट्ट लगाएर यस्तै हो अब चाहिँ हाम्रो गन्तव्य सुरु हुँदैछ यो भाइले खोलाको पानी खाँदै कस्तो चिसो कहाँ हामी चाहिँ भुटखोला आइपुग्यो भुटखोला आइयो अब च्याट गेट रहेछ यहाँ आमामा उहाँ हेर्नु उहाँ झर्ना देखाउँछु मैले उहाँ झर्ना बग्यो होइन त्यहीँ जाने हामी अब एकैछिन केटाहरूले रोक्यो सँगै निक्लिँदा भनेर होइन यो चाहिँ भुटखोला हो अहिले चाहिँ सब व्यवस्था भइसकेको छ क्या सो यहाँ चाहिँ यो अलि रिक्स छ होइन त्यही भएर आजभोलि चाहिँ केही गर्न दिँदैन कस्तो खतरा सफा गाडी हुन्छ क्या लाइक टु मच हुन्छ सो कस्तो दामी छ कि दामी हुन्छ नि बबाल दामी छ नि लुक कस्तो खतरा है यहाँभित्र दामी छ नि हामी पहिला कलेजबाट आउँदाखेरि यहाँ बसेर भिडियो गराउँथ्यौँ अहिले धेरै मान्छे मरेको भएर यस्तो लगाएको छ क्या आजभोलि आउने पौडी खेल्ने गरेर क्या
जान पाउनु आज ओ कहाँ हो तिमी यार भाइ लास्टै हराउँछ नि यार यस्तो स्लो राइड त मैले कसो कहिले देखेको थिएन यार ए भयो नि कि बाक फर्किने के हो र त हेर्न आएनस् यहाँ यस्तो भएको आमामा है हेर त कम्तीको सेतो पानी हो अनि सफा नि हेर न के छ पानी कस्तो सफा है ठ्याक्कै ठ्याक्कै गर्छन् फेरि ल जाम है अलि ढिलो राइड भयो के यस्तो चिसो पानी छ अनि सफा पानी छ होइन बबाल यार बवाल छ है बवाल सुँगुरको मासु जस्तै ल है गा जोरदारा आइपुग्यो चट्ट लाएर जोरदारा सो वी आर एट जोरदारा घुस भयो है टक्क पहिले यहीँ हो कि बडुक सडुक खाने केटाहरू थाके जस्तो राइट हालेर औडा राखेको हेर न साइको राखिदिएको बाटोमा हिँडेपछि अजुबो देख्न पाइन्छ के अरे बाल लामो हामी चाहिँ जोरदार आइसक्यौँ होइन के छ अनुज भाइलाई बुटोलबाट रिसिभ गरिदियो होइन यताबाट राम्रो आउँदो रहेछ क्या ल जिउ पनि कस्तो है रमाइलो छ ल के कसैले ल बहिनीले ल जे पनि छ अब ठिक छ ल है त गाइज अब चाहिँ हामी खाजा खान्छौँ भने चाहिँ आछि बल्ल हुन्छ कुरो हामी चाहिँ यो हात पोल्नेवालामा परेन होइन फ्रेन्डसिप छुट्टै छ हात जलाएर केही हुने छैन चेयर्स है खानुपर्छ है कस्तो तातो कस्तो बास्न नि चिया चोकै झल्का मेटे अलिक गुलियो रहेछ मतलब भिडियो कस्तो अन्डा खान पाएन कस्तो अन्डा मिठो छ यो 50 रुपैयाँ काट हो गयो 50 रुपैयाँ काट हो गयो ए